ऊ पनि आउने रे, हेर न क्यामेरामा। क्यामेरा सिङताम अस्ति नि नेवारको प्रोग्राम छ। फाइनली हामी चाहिँ सिङताम आइपुग्यो हो। हामीलाई नगइता कहाँ चाहिँ पुग्नु Good morning everyone, welcome back to my vlog. आज चाहिँ हेर्नुस् हाम्रो घरमा चाहिँ खोइ 2-3 दिन भयो हुस्से लागेको, पानी परेको यस्तो भइरहेको छ। आज चाहिँ आइतबार हो। आज चाहिँ हामी है पुकार भाइ बहिनीहरुसँग चाहिँ सिक्किम घुम्ने जाने प्लान छ हो। दिन चाहिँ यस्तो भइरहेको छ, हेरौँ दिनले चाहिँ कस्तो गर्ने हो। ध्यानमेट पनि भइसक्यो हो। अब चाहिँ कस्तो जाडो छ हेर्नुहोस्। केही त देखेको छुइनँ, पछाडि चाहिँ पोर्ट्रेट गरेको भन्दा नि अगाडि भइरहेको छ मेरो ब्याकग्राउन्ड चाहिँ। यता गुड मर्निङ भएकै छैन हो, सुतिरहेको छ। यता मेरो छोरा पनि सुतिरहेको छ। ल अब चाहिँ हामी सबैजना तयार मेरो भइसक्यो, ब्रेकफास्ट गरेर चाहिँ हिँड्ने हो। यो के पास्ता अरे? व्हाइट सस पास्ता, व्हाइट सस चीज पास्ता ब्रेकफास्ट हाम्रो। अनि तिमी कहिले तयार हुन्छ? हामी त सब तयार भइसक्यो। कति भनेको? अन्त अदुले जाँदिन भनेको, हामीले नलगेको होइन। अदु म जाँदै जाँदिन भन्यो। त्यो लगाऊ आन्वी। मम्मी जान्छु तर अदुसँग नै जान्छु मम्मा। क्योंकि अदु मेरो छोटो छोटो बेस्ट फ्रेन्ड हो। बेस्ट फ्रेन्ड अरे तिम्रो अदु? दादुलाई छोडेर म जादिनँ। लोई पुकार भाइ चाहिँ गाडी लिएर पनि आइसक्नु भएछ हो। अनि आज चाहिँ हामी पुकार भाइको फ्यामिली र हामी फ्यामिली दुईटा फ्यामिली चाहिँ यहाँ है हामी सिक्किम गइरहेको छौँ। ब्लगिङ गरौँ न, बोलौ न। Hello guys, today we are going to Sikkim out of state India. हम जा रहे हैं। लु मलाई घर जान नगर, यो बाटो एकखेप हिँड्नु मन थियो, पाइहाल्यो। सिक्किम इन्डिया भन्ने बाहिर हो। सिक्किम इन्डियामा हो? इन्डियामै हो, इन्डियामै हो तर इन्डिया भन्दा अलिकति बाहिर हो। के? सिक्किम वेस्ट बेङ्गल भन्दा अलिकति बाहिर हो। वेस्ट बेङ्गल भन्दा बाहिर, सिक्किम त इन्डिया स्टेट। We are out of state. नेपाल चाहिँ डिफ्रेन्ट कन्ट्री हो। वेलकम टु अप्पर डलपचन। क्लिनेस्ट विलेज उयो बहिनीको अस्ति त अन्धारोमा हो, निकै ठुलो बनेको छ नि। उतापट्टि चाहिँ कसको? दुईटा रहेछ त यता होइन, यतापट्टिको उतापट्टिको बिच, यतापट्टिको बहिनीको रेस्टुरेन्ट होमस्टे सबै हो नि। हामी जानु हुँदैन तर त्यता, हामी यताबाट जानु सक्छ। हामी चाहिँ पुकार भाइको घरबाट है टार खोला हुँदै चाहिँ सिक्किम पस्ने भनेको छौँ हो। यहाँ चाहिँ ऊ पनि आउने रे, हेर न क्यामेरामा। क्यामेरामा मजाले हेरिबसेको पनि। ला यो पनि हाम्रो लागि चाहिँ न्यू बाटो, फर्स्ट टाइम हिँड्दैछ हो। यताकै गाउँघरमा बसे पनि यो साङ्चे कमानको बाटो चाहिँ फर्स्ट टाइम हिँड्दैछ 16 माइलबाट। यहाँदेखिको चाहिँ अब अलिक उज्यालो दिन हो भने चाहिँ कञ्चनजङ्घा देखिन्थ्यो हो। बादल चाहिँ मुनि हस्स उडिरहेको छ। यो सब होमस्टे नै होला यता पनि? यति धेरै रहेछ नि यो जग्गा त होमस्टे। ल अब 3-4 दिन बस्नु छ। हौ ए मान बनाउनु पर्छ नि है। यहाँ एकछिन रोकिरहेको छौँ हो। तलतिर घर रहेछ।
Come in the cafe. This cafe. तिमीहरूको क्याफे हो यो? Look at this cafe. They give us snacks for free. Wow. Of course. क्याफेमा अरे उनीहरूको ऊ मुनि हो तालखोडा? ए त्यहाँ गएको है हामी पहिला नै नि कान्छी फुपू सानो है ओम नमः शिवाय वाउ यो कहाँ टाढो टाढो देख्ने पहाडहरू चाहिँ देख्दो रहेछ नि कालो माथि उडिहिँड्ने बादल हो तिमी बादल हो भन्दै चाहिँ अब बच्चामा चाहिँ गाना सुनेको हो यो चाहिँ टिकको रुखको बगानहरू अरे हो यहाँ चाहिँ खालि टिकको रुख यो फरेस्टको बहिनी अच्छा फरेस्टको चाहिँ टिकको बगान अरे यहाँ लु हामी चाहिँ तारखोला आइपुग्यो अहिले हो अनि यो पछाडि यता चाहिँ सिलगढी जाने बाटो हो हामी चाहिँ सिलगढी जाँदैन सिक्किम पस्दैछ अनि यो चाहिँ सिक्किम जाने बाटो हो यस्तो चाहिँ होइन होला है हामीहरू चाहिँ समुद्रको छलाङ लगाएको जस्तो एकदम पहाडदेखिको चाहिँ एकदम तल है तारखोलामा डाइभ हान्यौँ हो फेरि अब हामी है एकछिन अब रम्फू बाटो चाहिँ अब एकदम स्ट्रेट छ त्यहाँदेखिको चाहिँ अघि चाहिँ हामी है राबङ्ला जाने त्यो चाहिँ हाई अल्टिट्युडमा छ हामी हाई अल्टिट्युड है माइती घरबाट आएर एकदम तल झरेर फेरि माथि जाँदैछौँ एकदम वेभ जस्तै र एकै महिनामा चाहिँ यो चाहिँ मेरो दोस्रो चोटि हो है सिक्किम ट्राभल हो अहिले आमा बुवासँग चाहिँ है ट्रिटमेन्टको लागि आएको थियो लास्ट टाइम यो चाहिँ अब भाइहरूसँग हामी घुम्न आइरहेको छौँ हो आज चाहिँ हामी सिङतामको बाटो भएर चाहिँ माथि है राबङ्ला घुम्ने प्लानिङ छ हेरौँ है जता जता भ्यू छ त्यता चाहिँ अब हामी घुम्ने प्लान चाहिँ गरेको छौँ हो हेर्नु सिक्किम है चारैतिर पहाडै पहाड हरियाली यस्तो राम्रो देखिँदैछ कि ए सिक्किम चाहिँ हामी रम्फूदेखिको अगाडि माझीटार आइरहेको छ दिस इज माझीटार हेलो आयन्स हेलो परिदी हेलो पूर्वान्स हाई हेलो हेलो हामी सिक्किम आइपुग्यौँ सिङताम र यो चाहिँ सिङताम बजारको मेन जग्गा आइपुग्यो र अब चाहिँ हामी राबङ्लाको बाटो गइरहेको छौँ हो क्याम्पसाइड भन्ने जग्गा आइपुगेको थियो फेरि उकालो चढेको चाहिँ एकदमै हाई अल्टिट्युडमा छ भन्दैछ राबङ्ला र सायद राबङ्ला पनि फर्स्ट टाइम जाँदैछ होला हामी अप हिल Hi guys, this is Rabangla Bazaar and we are going to reach Rabangla. Finally, Rabangla Buddha Park. र एकदमै यो चाहिँ राबङ्ला चाहिँ हाई अल्टिट्युडमा छ अनि यहाँ चाहिँ जहिले तहिले पानी पर्ने हुस्से राख्नु है यहाँको खासियत चाहिँ यही नै हो अब चाहिँ हामी बुद्ध पार्क पुग्न आँटिसक्यो We have reached Rabangla. Buddha Park. We have reached Rabangla Buddha Park, guys. घरवाले ठुलो रहेछ त है बजारले देख्ने टाउको रहेछ नि त हौ अब आउँछ नि यो चाहिँ टिपिकल सिक्किम है याङथाङ यो ए ऊ यत्रो बडे अम्बो हेर्नु ल अब ऊ देखिनु ऊ माथि र है मेरो है गवाल गरेर जाँदा यत्तिकै नै पहाड चढ्दै जानुपर्छ है राबङ्ला र मेरो माइती गाउँ चाहिँ सेम लाग्यो I love Rabangla. Oh gosh. Yes, we also love you Rabangla. Rabong मात्रै love you more Rabong. अहिले रिमुभ हो गयो ला गयो खेर कतिवटा फोटो खिच्दा नि हुँदैन रहेछ आम्बो बोटिङ हुँदै रहेछ ऊ फर्किँदाखेरि आउँछु के त्यता वाउ Sikkim is a pure Buddhism. के भन्नु state? Sikkim. Oh my gosh. Ambo के हो त्यो? Thank you so much everyone for watching our today's video है अब बुद्ध पार्कको दर्शन चाहिँ तपाईहरुलाई म है नेक्स्ट ब्लगमा देखाउने छु. Stay tuned. Bye bye. Bye.